नमस्कार मेरो सम्पूर्ण शुभचिन्तक शुभेच्छक इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सबैमा म आज पनि हजुरहरूमाझ एउटा फरक नयाँ विषयवस्तु ल्याएर आइसकेको छु। आशा हजुरहरूले यसलाई साथ सहयोग सपोर्ट गरिदिनुहुनेछ। एउटा बाठो व्यक्तिले अथवा बाठो मानिसले सोच्ने गर्छ अरे म संसार परिवर्तन गर्न सक्छु भनेर भने एउटा बुद्धिमान मान्छेले सोच्ने गर्छ अरे म पहिले स्वयं आफू परिवर्तन हुन्छु अनि संसार परिवर्तन गर्छु भन्ने सोच्छ। र बुद्धिमान मान्छे कस्तो मान्छेलाई बुद्धिमान मान्छे भनेर त्यही भएर तपाईँ बाठो हुनुहोस् या नहुनुहोस् केही फरक छैन, तर तपाईँ बुद्धिमान हुनुहोस्, तपाईँमा बुद्धि होस् भनेर मान्ने गरिन्छ। बाठोभन्दा बुद्धिमान मान्छेमा धेरै राम्रो गुणहरू हुन्छन् र ती गुणहरूमध्ये केही 7वटा गुणहरू बुद्धिमान मान्छेमा हुनैपर्ने 7वटा गुणहरू छन्। ती गुणहरू चाहिँ के हुन सक्छन् त भनेर जिज्ञासा हुन सक्छ। ती गुणहरूमध्ये 1 नम्बर गुण भनेको बुद्धिमान मान्छेले चाहिँ के गर्छ, आफ्नो काममा विश्वास गर्छ, आफूमा विश्वास गर्छ, आफ्नो कर्ममा उसले विश्वास गर्छ, आफ्नो कामलाई निरन्तरता दिइरहन्छ। उसले हार भए पनि, उसले एकचोटि असफल भए पनि, उसले एकचोटि हारे पनि, एकचोटि लडे पनि फेरि उठेर काम गर्छ, फेरि त्यही कामलाई निरन्तरता दिन्छ। 1 नम्बर बुद्धिमान मान्छेमा हुनुपर्ने गुण। अनि बुद्धिमान मान्छे कहिले पनि विवादमा पर्दैन, शान्तिको विवादमा बुद्धिमान मान्छे पर्न चाहँदैन। बुद्धिमान मान्छेले चाहिँ अरू के भनिरहेका छन् अनि झगडाहरू अनि विवादहरू अनावश्यक तर्कहरू गरेर चाहिँ तर्कहरूमा अनावश्यक झमेलाहरूमा अनावश्यक विवादहरूमा चाहिँ ऊ पर्न चाहँदैन बुद्धिमान मान्छे। अनि बुद्धिमान मान्छेले चाहिँ अर्को खाली समयलाई चाहिँ बुद्धिमान मान्छेले सदुपयोग गर्छ। खाली समय कहिले नि वेस्ट गर्दैन। उसले खाली समयलाई सदुपयोग गर्छ, कहिले नि वेस्ट गर्दैन, खाली समय खेर फाल्दैन। अनि त्यसपछि बुद्धिमान मान्छेले चाहिँ के गर्छ भने आफ्नो जीवनशैलीलाई सरल र सामान्य बनाएको हुन्छ। उसले आफ्नो जीवनशैली त्यति धेरै कठिन, त्यति धेरै उच्च जीवनशैली बनाएको हुँदैन, एकदम सामान्य ऊ भए पनि ऊ प्रख्यातै अथवा ऊ पपुलरै किन नहोस्, तर उसले जीवनशैली सामान्य नै बिताइरहेको हुन्छ। उसले चाहिँ अरूलाई केही ध्यान होस्, मेरो जीवनशैलीको मैले बिताइरहेको जीवनशैलीले गर्दाखेरि अरूलाई केही सहयोग होस्, अरूले पनि यस्तो बुद्धिमान, यस्तो चलाक, यस्तो बाठो मान्छेले पनि यसरी जीवनशैली बिताइरहेको छ भनेर प्रशंसा गरून् भन्ने हिसाबले उसले सामान्य आफ्नो सिकुन्, आफूबाट सिकेर अरूले पनि यसलाई उतारुन् व्यवहारमा भन्ने हिसाबले उसले सामान्य जीवनशैली चाहिँ बिताइरहेको हुन्छ। अनि बुद्धिमान मान्छेले चाहिँ के गर्छ भन्दाखेरि अर्को आफूलाई परिवर्तन गर्छ र अरूलाई स्वीकार दिन्छ। अब मान्छेले अहिलेको जमानामा के छ भन्दाखेरि मैले सोचे जस्तो भएन भन्ने चाहिँ धेरै मान्छेहरूले भनेको पाइन्छ। मैले सोचे जस्तो हुँदैसकेको छैन ऊ भन्ने सोच्छ भने अरू मान्छेले, बुद्धिमान मान्छेले चाहिँ आफूलाई स्वीकार्छ र अरूलाई परिवर्तन गर्न सक्छ। अनि बुद्धिमान मान्छेले चाहिँ अर्को सानातिना कुराहरूलाई चाहिँ उसले बाल दिँदैन। सानोतिना कुराहरू यताउता कुराहरूलाई उसले बाल दिँदैन। बुद्धिमान मान्छेले आफूबाट भएको कमी कमजोरीहरूलाई पनि उसले सुधार्ने कोसिस गर्छ र सानोतिना कुराहरूलाई बाल दिँदैन।